अनि तपाईँहरू यहाँ को बस्नुहुन्छ नि म मेरो भाइ ए बुहारी बुढी अनि दुईटा छोरा दाजुभाइको परिवारमा हजुर हाम्रो दुईटा मास्टर बेडरुम छ यहाँ ए माथि हजुर हामीले त्यो बनाएकै सँगै बस्ने भनेर अनि यता पनि मास्टर बेडरुम पछाडि भाइ बस्छ अगाडितिर म भाइको बच्चाहरू पनि छन् छैन अहिले भाइ भर्खरै बिहा गरे होइन उसको पनि 22 मा बिहा गरे होला ए 22 अदरवाइज भेरी यङ ऊ चाहिँ 29 भयो होला 29 भयो भाइ हजुर म चाहिँ 39 पुगेँ तपाईँ 39 हजुर दाइ तपाईँ आफै 29 जस्तो देखिनुहुन्छ हजुर अनि यङ नै छ अब मेबी प्लान गर्छ होला अनि हाम्रो ज्वाइँ पनि यहीँ बस्नुहुन्छ तपाईँ दाजुभाइ एउटै काम गर्नुहुन्छ हजुर दाइ काम तपाईँ आएर फेरि जानुभयो होइन हजुर दाइ 2013 मा किन जानुभयो अब मेरो मोडालिटी नै के थियो भने अस्ट्रेलिया आउने पढ्ने के सिक्ने फर्किने देशलाई के दिने भन्ने थियो है खास त्यही माइन्डसेटमा थियो अनि म यहाँ बसेँ पढेँ पनि कामहरू पनि गरेँ धेरै कामहरू गरेँ पत्रिका चलाएँ हजुरको फोन कार्ड चलाएँ पत्रिका चलाएँ हजुरको एड्रेस ट्राभल खोलेँ कन्सल्टेन्ट उसमा हजुरको एकाउन्टिङ फर्ममा काम गरेँ अनि त्यस पछाडि अब लगभग अनि नेपालमा त्यही बेला चाहिँ मैले आफूले चाहिँ अब त्यहाँ बस्ने भनेर पहिल्यै मेरो बिजनेसहरू सबै सेटअप गरिसकेको थिएँ एउटा बिपिओ पनि त्यहाँ दर्ता गरेको थिएँ ट्राभल पनि कल सेन्टर जस्तो बनाएँ मैले त्यहाँ नेपालमा त्यही बेला अनि हजुरको अनि सिफ्ट हुनलाई पनि मलाई सजिलो भयो क्या ट्रान्जेक्सन बनाउनलाई अनि त्यसरी म अब यहाँको सबै बेचेर गाडी साडी सब बेचेँ एभ्रिथिङ सेल गरेर कोहीको साथीलाई पनि जिम्मा लाएर अनि त्यसरी फर्केँ हो कुन सालमा 13 तिर 6 मा आएर 13 मा फर्केको भयो 6-7 वर्ष बसेर हजुर त्यतिखेर जेन्जी थिएँ त्यतिखेर जेन्जी कति वर्षको उमेरमा आउनु म त्यही 19 होला दाइ 3 वर्ष जति विवाहित पनि हुनुहुन्न थियो होइन थिएन दाइ बिहा त मैले हजुरको 2017 मा गरेँ अनि 16 मा फर्केँ अब नेपालै बस्छु भनेर फर्किनु भयो यहाँ सबै छोडेर सुरुमा चाहिँ 13 मा चाहिँ नेपालै बस्छु भनेर फर्केँ नेपालमा मेरो चाहिँ अब समय गलत भयो कि भाग्य गलत भयो कि भन्ने अब ठ्याक्क त्यो माहौल मिलेन कि हजुरको विचारमा पनि म त्यही थिएँ 15 मा भूकम्प आयो हो त्यो नाकाबन्दीमा पनि म त्यही थिएँ ए नाकाबन्दी त्यसको लगातै आयो अनि त्यसले लगभग सबै कुरा डिस्ट्रोय गरेँ कि ट्राभल एजेन्सी थियो कहाँ माइती घर मण्डलामा ए अनि हजुरको कन्सल्टेन्सी पनि खोजेको थियो त्यतिखेर एकजना दाइको यहाँ ओएसिस एजुकेसन थियो उहाँको कन्सल्टेन्सी लिएर गएको थिएँ बिपिओ थियो कल सेन्टर थियो अनि त्यो पनि गर्थेँ अनि यो आइटीको कामहरू गर्थेँ आइटी सपोर्ट सर्भिसेसहरू पनि गर्थेँ त्यतिखेर अनि अरू त्यही व्यवसायहरू खोज्दै